मुस्ताङ र डोल्पाको पश्चिम सिमाना स्थित अग्लो पहाडको खोजमा अवस्थित स्याङ्ता गाउँको कथा। मुस्ताङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र नीलगिरी दुई अग्ला हिम शिखरहरूको बीचमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम जमसुमबाट पश्चिम लाग्दा करिब 40 किलोमिटरमा एउटा विकट बस्ती भेटिन्छ। यो ठाउँको नाम हो साङ्ता। मुस्ताङ र डोल्पाको पश्चिम सिमाना स्थित अग्लो पहाडको खोजमा पर्दछ यो गाउँ। 6 महिना वारी र 6 महिना पारी वासस्थान फेर्ने स्याङ्तालीको वार्षिक कार्यतालिका हो। हिउँद लाग्दा जाडो छल्न पारी पाखो र बर्खा लाग्दा वारी पाखो उनीहरूका वासस्थान हुन्। बर्खायाममा खोला वारी पशुपालन, कृषि र आन्तरिक व्यापार व्यवसाय गरेर उनीहरू गुजारा गर्दछन्। एउटालाई कति पर्छ आमा यो? 3000। 3000? कति लामो हुन्छ यो? लामो हुन्छ नि यो लामो हुन्छ यो। दिनमा एक दिनमा एउटा बुन्नु हुन्छ? हुँदैन। काँसले यस्तो छ यस्तो छ। कति दिन लाग्छ यो बुन्नलाई? यो बुन्नमा हजुर 5 दिन 6 दिन लाग्छ। 5-6 दिन लाग्छ है। आमाले बुन्नु भएको चाहिँ के बुन्नु भएको दाजुले? यो चाहिँ के बुन्नु भएको? यो त ठुलो छ नि। हजुर। यो केटी। हाम्रो बुन्छ नि बुढाहरू बुढीहरू। हजुर। त्यो किपी भन्ने कस्तो राम्रो बुन्नु भयो है। राम्रो छ यो बुनेको, राम्रो छ नि। केटी त अब कसले लगाउने? मैले? मेरो बुढीले लगाउनु अप्ठ्यारो मान्छ। कुर्ता पूजा गर्ने बेलामा लाउने कुर्ता सुरुवाल मात्र लगाउनु हुन्छ क्या? हिउँदयाममा पशु चौपाया र खाद्यान्न बोकेर खोलापारीको घोक भन्ने स्थानमा जाडो घटाउन पुग्छन् भने हाल कच्ची सडकको पहुँचले गर्दा फलेक जमसुममा आएर जाडो कटाउने गर्दछ। नेपाल सरकारको मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण योजना अनुसार 2078 साल चैत्रबाट सुरु गरेको यस सडक 2080 असोज अन्तिममा एक्लेभट्टीदेखि मुस्ताङको अन्तिम मानव बस्ती स्याङ्ता हुँदै 44 किलोमिटर ट्र्याक खुलेको छ। यहाँ भौगोलिक रूपमा विकट र दुर्गम तथा हिमपात हुने भएकोले दुई जिल्लामा विकट भौगोलिक क्षेत्रहरू सडक सञ्जालबाट जोडिने यो सडक महत्त्वपूर्ण सडक परियोजना समेत हो। मुस्ताङ र डोल्पा जोड्ने सडक समुद्री सतहदेखि 4000 मिटरभन्दा माथि उचाइबाट जान्छ भने मुस्ताङ तर्फबाट डोल्पाको सिमाना 1 खर्गसम्म सडक पुर्याउन लागेको छ। डोल्पा तर्फबाट भने मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ। हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी सडक सञ्चालन आएसँगै दिनमा आउने घोडा, खच्चर या चौडीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता समेत हट्नेछ। यो गाउँमा कच्ची सडक विस्तार भएपछि खाद्यान्न ढुवानीमा भने केही राहत मिलेको स्थानीय बताउँछन्। अहिलेको स्याङ्ता बस्ती उनीहरूको सुरुवाती बस्ती होइन। यो धेरै वर्ष अघि यो बस्ती खोलापारीको सेन्ताग भन्ने ठाउँमा थियो। बस्तीमा सुक्खा पहिरो जोखिम बढेपछि खोलाबारी सरेको गाउँका स्थानीयहरूको भनाइ छ। मुस्ताङको वारागुङ क्षेत्र गाउँपालिका वार्ड नम्बर 1 स्याङ्तामा विपन्न वर्गका 14 घरहरू रहेका छन्। गएको निर्वाचनमा यहाँ करिब 40 मतदाता थिए। एउटै वडामा पर्ने फलेक र धारकाजुङभन्दा स्याङ्ता गाउँ करिब 30 किमि टाढा छ। समुद्री सतहदेखि 3800 मिटर उचाइमा अवस्थित साङ्ता मुस्ताङकै सबैभन्दा कम जनघनत्व भएको गाउँ हो। यहाँ एक आपसमा जोडिएको ससाना माटाका घरहरू रहेका छन्। यो गाउँ मुस्ताङको निकै पिछडिएको गाउँ हो। यहाँका बासिन्दाहरू शुद्ध नेपाली समेत बोल्न जान्दैनन्। म चाहिँ हराएँ, बाटो हराएँ। कता हो ल अब यहाँ भित्र छिर्नु। कता हो, माथि हो कि तल हो? ल कताबाट जाने बाटो? नो वे।
बस्तीका सबै घरले खेतीपाती गरे पनि उत्पादन गरेको अन्नबालीले 4 महिना ठेक्दैनन्। सबैले च्याङ्ग्रा र याक चौडी पनि पालेका छन्। वैशाख महिना लागेपछि उनीहरू पाटनमा यार्सा खोज्छन्। यार्सा कृषि र पशुपालन व्यवसाय उनीहरूको जीवन धान्ने माध्यम हुन्। सीमित खेतीयोग्य जमिनमा आलु, गहुँ, फापर र केही मात्रामा सिमी बाहेक अरू केही खेती हुँदैनन्। हिउँद बर्खा नै उनीहरूको गाउँमै बस्छन्। हिउँदको जाडोमा महिलाले घरहरू गलैँचा बुन्दछन्। 12 महिना गुमनाम पहाडको खोजमा यहाँका बासिन्दाहरू दिन कटाउँछन्। मुस्ताङको साङ्ता बस्ती हुँदै डोल्पा जोड्ने पथमार्ग समेत रहेको छ। गाउँदेखि पैदल हिँडे 6 घन्टामा एक घरको पुगिन्छ। त्यसबाट 4 घन्टा हिँडेपछि डोल्पाको छार्का गाउँ पुगिन्छ। डोल्पा हुँदै विदेशी पर्यटक मुस्ताङ आउने गर्दछन्। झन्डै 5 पुस्ता पुरानो स्याङ्ता गाउँको बस्ती पछिल्लो समय वर्षेनी अन्यत्र स्थानान्तरण हुने क्रम छ। सुरुवातमा यस गाउँमा 25 घरधुरी रहेकोमा अहिले 14 घरधुरी मात्र छन्। यहाँ आधारभूत सुविधा उपलब्ध नभएपछि बस्ती विस्थापित हुन थालेको स्थानीयहरू बताउँछन्। गाउँमा विद्युत, सञ्चार र स्वास्थ्य चौकी अभावले बस्ती विस्थापित हुँदैछ। अशिक्षित जस्तै रहेका यस गाउँका केही बच्चाहरू हाल फले, जोमसङ जस्ता अन्यत्र स्कुलहरू पढ्न बसेका छन्। बिरामी पर्दा समेत उपचार पाउन कठिन छ। घर नजिकैको स्कुल विद्यार्थी नहुँदा करिब खाली नै छ। भौगोलिक विकटता, मौसमी जटिलताले सेवा, सुविधा र अवसरको पहुँच स्थापित गर्न नसकिएको स्थानीयहरू बताउँछन्। आन्तरिक रूपमा खबर आदान प्रदानको लागि प्रत्येक घरहरूमा वक्की टक्की रेडियो सेट प्रयोग गरिरहेको देख्न सकिन्छ। अर्को घरलाई कल गर्नुहोस् त। अर्को हाम्रो गाउँ सबै घरमा छ। सबै घरमा छ। एउटा घरमा कल गर्नु त कसरी गर्दै हुनुहुन्छ? सब घरमा अब यता फर्काउँदैन त्यो केटीले फर्काउँथ्यो। अहिले यता आएछ अनि फर्का खाँदैन त्यो छेउ घरमा अनि के मेसेज के कुरा भयो त्यो जमसमसम्म कच्ची सडक भए पनि यातायातको असुविधाका कारण यहाँ आइपुग्न पुरै दिन लाग्छ। हाल कच्ची सडक सुविधा पुगेपछि यहाँका गाउँलेहरूले जमसमबाट चर्को भाडा दर तिरेर खाद्यान्न गाउँ लैजान्छन्। सडक सञ्जाल जोडेसँगै यस स्याङ्ता गाउँमा छिट्टै नै विद्युत, सञ्चार, स्वास्थ्य तथा शिक्षाको सुविधा पुग्नेछ भन्ने ठुलो अपेक्षा राखेको छु।